महेश बस्नेतलाई त विराटनगरबाट त जेनजीहरूले त आक्रमण गरेछ नि त के भन्नु चाहिँ यो विषयमा चाहिँ अब महेश बस्नेतजीलाई रातो मसी छर्कने र उहाँको गाडी तोडफोड गर्ने मात्रै होइन कि उहाँमाथि साङ्घातिक आक्रमण गर्ने र उहाँलाई समाप्त पार्न खोज्ने चेष्टा आज भयो। अब खास गरी सुदन गुरुङ बालेन शाह सबै महेश बस्नेतजीको खुनको प्यासा भएको देखियो। महेश बस्नेतजी जसको एउटा सोचाइमै भनिन्छ नेसनल भोलिन्टियर्स फोर्स गठन भएको छ। पुष्पराजजी हुनुहुन्छ, पुष्पा झुकेगा नै भन्ने फिल्मी डाइलग चाहिँ होइन नि। फेरि पुष्पराजजी भनेको पहिला YCL को कमान्डर हुनुहुन्थ्यो र पछि माओवादी र एमाले एकता प्रक्रियामा आउँदा रामबहादुर थापा बादलजीसँगै उहाँ सधैँभरि रहनु हो र उहाँको नेतृत्वमा बनेको यो नेसनल भोलिन्टियर्स फोर्स अगाडि बढिसकेपछि सुदन गुरुङ र बालेन शाहको निधन भएको छ र उहाँहरूले जेनजीको डाउमा अनेक युवाहरूलाई उफारेर खास गरी बालुवाटारले पनि खटाएर म प्रष्ट रूपमा भन्छु यो जुन ढङ्गको गतिविधि छ त्यसको मूल संरक्षक भनेको कतै बालुवाटार त होइन भनेर मान्छेले अनुमान गरिरहेका छन्। त्यस्तो प्रतीत पनि हुन आउँछ र आज महेश बस्नेतजी माथि झन्डै जानलेवा हमला भयो। उहाँले नेपाल प्रहरी एकछिन देशभक्त बर्दिवाल नेपाल प्रहरीसँग उहाँको पुरानो राम्रो पकड हुनाले उहाँ बाल बस्नुभयो। तर अब केही भिडन्तको सिनारियो त देखिँदैन। जस्तो सिमरा घटनाको आँखीझ्यालबाट हेर्दाखेरि देशैव्यापी रूपमा एमाले भर्सेस जेनजी भएर कतै लफडा हुने तनाव हुने र चुनाव टार्नको लागि बहाना मिल्ने, यसै पनि सुशीला कार्की यो चुनाव टार्नको लागि अनेक बहाना खोजिरहनु भएको छ र त्यो अन्तर्गत बहाना कतै सत्तालाई प्राप्त त हुँदैन भनेर पनि हामीले अनुमान लगाउन सक्छौँ। अनि जुन आक्रमण गर्ने व्यक्ति त नेभी शङ्का रहेछ नि त होइन, दुईजना नेभी शङ्का पनि जेनजी रहेछन् है। अरे भाइ जेनजी कति छन्, कति भाइ थुप्रै छन् जेनजी। अब माओवादी जेनजी, काङ्ग्रेस जेनजी, रासोपा जेनजी, अलिकति एमाले जेनजी होला। अब युट्युबर जेनजी हुनु पर्यो क्या, देश अलिकति हलचल ल्याउनु छ भने तपाईहरु पनि जेनजी भइदिनु पर्यो। तपाईहरु चाहिँ सकारात्मक जेनजी हो। जहाँसम्म यो जेनजीको नाउँमा यो जुन ढङ्गको अहिले टेरर फैलिएको छ के यो देश बुद्धको देश होइन? या शान्तिका परेवाहरू उड्ने हो कि हिंसाका चिलगिद्धहरू उड्ने हो? के सुदन गुरुङहरू दिनदहाडै किसान श्रेष्ठको घरमा प्रवेश गर्दाखेरि बारामा तपाईले देख्नुभयो, त्यहाँ प्रवेश गर्दाखेरि के यो देशमा बारुदको गन्ध अझै पनि फैलिरहेको छ भनेर शङ्का गर्न सकिन्छ। बारा जिल्ला भनेको मेरो गृह जिल्ला, सिमरा भनेको मेरो लगभग गृह नगर हो। त्यहाँ जुन ढङ्गको ताण्डव भएको छ यसबाट सम्भावित भिडन्त रक्तपात नहोस्, देशको पक्षमा, जनताको पक्षमा, विकासको पक्षमा, समृद्धिको पक्षमा, अन्याय विरुद्ध, अत्याचार विरुद्ध, भ्रष्टाचार विरुद्ध हामी नेपालीहरू जुझ्नु पर्नेमा नेपाली आफै जुधेको छ, भिडेको छ, गाड कोराकोर गरेको छ, भुँडी फोराफोर गरेको छ, एक अर्काको खुनको रगतको प्यासा भएको छ। फिल्मको दृश्यमा पनि नदेखिने आन्दोलनका भलभली रगत बगेका दृश्यहरू हामीले देखिरहेका छौँ। यो रक्तरञ्जित भूमिले द्वन्द्व थाम्न सक्दैन। तपाईँलाई एउटा कुरो भनिदिउँ, यो जेनजी मोमेन्टमा जुन खालको आगजनी हिंसा मान्छेले देखे नि, सम्भवतः मान्छेले के अनुमान गरेका छन् भने बलिदान भन्ने फिल्मले जति कमाउनु पर्थ्यो, जुन कमाईको ऊ हकदार थियो, जति डिजर्भ गर्नु पर्थ्यो, हरेक कोइलाहरू हिरा बन्न लायक हुन्छन्, हरेक कोइलाहरू हिराका हकदार हुन्छन्। तर राप चाप र ताप जसले खेप्छ त्यो कोइला मात्रै हिरा बन्न सक्छ। अब रापताप चाप दर्शकबाट आउनु पर्यो, त्यो नभइसकेपछि फिल्म डिजास्टर भएको। मैले अलिकति फिल्मको प्रसङ्ग किन जोडी भने जेनजी मोमेन्टले रक्तरञ्जित गरेको देशमा अब शोलेका सिनहरू राखेर पनि बलिदानका सिनहरूले पनि अट्र्याक्सन गर्दैन। साउथ मुभीका ढिस्युले पनि कमाल गर्नेवाला छैन। अब देश नयाँ द्वन्द्वमा प्रवेश नगरोस् भनेर भगवान श्री पशुपतिनाथसँग कामना गरौँ। यो देशमा बुद्ध चेतनाको प्रधानमन्त्री हुनु पर्यो। त्यो प्रधानमन्त्रीको खोजी तपाईँमा टुङ्गिने हो कि ममा टुङ्गिने हो? सुशीला कार्की प्रधानमन्त्री हुनु
भनेको तपाईँ हुनु जस्तै हो, म हुनु जस्तै हो, किनभने यो संविधानले उहाँलाई चिन्दैन। त्यही भएर मैले भन्दैछु लोकतान्त्रिक विधि र पद्धतिमा जाने भने चुनाव निर्वाध रूपमा गर्ने भने कुनै पनि पार्टीका नेता कार्यकर्तामाथि हमला गरेर हुँदैन, यो प्रश्न हो। त्यही त अब एमाले पनि त हमला गरे नि हैन र, हिजो अस्ति मात्र तपाईँ एआरके तपाईँ चिन्नुहुन्छ एकदमै कन्टेन्ट क्रिएटर हुनुहुन्छ उहाँ हैन, उहाँमाथि पनि एमाले आक्रमण गरेछ हैन, एमाले पनि आक्रमण गर्ने अनि यता जेनजीले पनि आक्रमण गर्ने। म भन्दैछु तपाईलाई के भइराछ सुन्नु है, हातमा दही जमाएका छैनौँ, इटको जवाब पत्थरले दिन्छौँ अनि आक्रमणको प्रत्याक्रमण गर्छौँ, हिंसा विरुद्ध प्रतिहिंसा गर्छौँ भन्नु चाहिँ वास्तवमा फेरि पनि अब त्यो एक हिसाबले गर्दा न्युटनको थर्ड लॉ अफ मोसन एभ्री एक्सन हेज इक्वल बट अपोजिट रियाक्सन भने जस्तो बुझिएला। तर त्यो समस्याको समाधान होइन। हामी बिल्कुल बुद्धवादी बन्नु पर्यो, हामी बिल्कुल अहिंसात्मक हुनु पर्यो, हामी एकदमै शान्तिको मार्गमा हिँड्नु पर्यो र कसैले पनि हिंसा नगरोस्। यस्तो लाग्छ कि राज्य आफै हिंसाको स्पोन्सर गरिरहेको छ, यस्तो नहोस्। यो विषय पछि तन्काउँला। अनि शान्तिपूर्ण आन्दोलन चाहिँ किन हुँदैन? शान्तिपूर्ण तरिकाले चाहिँ किन हुँदैन भने त्यो आन्दोलनको मैदानमा तपाईँ हामी जस्ता सज्जन मान्छेहरू नहोलान्, त्यही भएर भएन। कुरा यति हो। भनेपछि जुन महेश बस्नेतजीलाई चाहिँ आक्रमण गरे नि जुन व्यक्तिले हैन, भनेपछि महेश बस्नेत पनि त्यति नराम्रो व्यक्ति रहेछन् है? त्यो शोभनीय भएन कुनै पनि व्यक्तिमाथि हमला गर्नु। उसको घर जलेको छ, उहाँको अब बर्बाद भएको छ, कुनै पनि व्यक्तिलाई भौतिक रूपमा म समाप्त पार्छु भनेर लाग्नु राम्रो होइन। हिंसाको अन्त्य हिंसाले गर्छ। तपाईँलाई थाहा छ संसारमा अन्डरवर्ल्डका डनहरू कसैको पनि सहज मृत्यु भएको छैन। कुनै पनि अपराधी, गुण्डा, माओवादी, आवारा, लफङ्गा सडकको गुमनाम गल्लीमा कुत्ताको मौत मरेको तपाईँ देख्न पाउनुहुन्छ। त्यसैले शान्तिप्रिय अमन चयनमा बाँच्ने, सबैलाई सुख र प्रेम बाँड्ने मान्छेको मरण पनि राम्रो हुन्छ। तर हिंसाको रगतको होली खेलेर आउने हर कसै कुनै अपराधीको पनि जीवन राम्रो जाँदैन, किनभने त्यसको शेष जीवन अत्यन्त दुखी हुन्छ। अपराधी कसैको दाइ हुँदैन, भाइ हुँदैन, दिदी हुँदैन, बहिनी हुँदैन, अपराधीको कुनै भाषा हुँदैन, भेष हुँदैन। त्यो भएको हुनाले सवाल यहाँ रवि लामिछाने जस्तो परिपक्व नेता बाहिर नहुनाले पनि यो तमाम समस्या देखिएको छ। अनि धेरैजना त खोजिरहेका छन् अब चाहिँ विकल्प भनेको रवि नै हुन् हैन। रविले के गर्न सक्छ भने देशको लागि चाहिँ रवि आइदियो भने चाहिँ पक्कै पनि यो देश परिवर्तन हुन्छ। पक्कै पनि अब जुन जनताहरूले, जुन जेनजीहरूले खोजिरहेका छन् हैन, त्यो माग पक्कै पनि रवि लामिछाने आयो भने पुरा चाहिँ गर्न सक्छन् है भन्ने चाहिँ आकलन भइरहेछ। सुन्नुहोस् है, यो देशमा म एउटा मानिस खोजिरहेछु, यो गीत कसको? शिशिर योगीको होइन? यो कुनै फिल्मको गीत हो? होइन होला, यो सुगम सङ्गीत होला। शिशिर योगीले गाएको यो गीतको भाव हामीले पक्रिरहेका छौँ। त्यो मानिसको खोजी कहाँ गएर टुङ्गिने? रवि लामिछानेमा टुङ्गिने हो कि कहाँ गएर टुङ्गिने? बालेन शाहमा टुङ्गिने कि हर्क साम्पाङमा टुङ्गिने कि पुण्य गौतममा टुङ्गिने कि कहाँ गएर टुङ्गिने? यो देशलाई शान्तिप्रिय, बुद्धवादी, विकासवादी, चतुर, भिजनरी नेताको आवश्यकता पर्छ। भनेपछि रवि लामिछानेको अब यो नेताको चाहिँ खाँचो छ हामीलाई नि त। रवि लामिछानेको धरौटी सम्भवतः अब चाँडै खुल्दैछ र उहाँले धरौटी त अलरेडी जम्मा गरिसक्नु भएको छ। त्यसलाई स्वीकार गरेर रवि लामिछानेलाई बाहिरै बसेर पनि केस गर्ने मौका दिनुपर्छ, किनभने रवि लामिछानेले सहकारी ठगी गरेका, रवि लामिछानेले सारा बर्बाद बनाएका भन्छन्। ए बाबा लाज लाग्दैन? रवि लामिछानेले आफैले सहकारीको पसल खोलेका हुन्, सहकारी उनले खोलेका हुन्, अनि रवि लामिछाने आफै सहकारी सञ्चालक भएर अगाडि बढेका हुन्। कहाँ छन् जीवी राई? तपाईँहरूले भनेको होइन, सुशीला कार्कीको सरकारलाई म ओपन च्यालेन्ज गर्न चाहन्छु के तपाईँहरू ओठमा भोटे ताल्चा ठोकेर बस्नुहुन्छ? जीवी राई जहाँ भए पनि हामी समातेर कराप ज्याप बनाएर ल्याउँछौँ भने होइन। यो मुद्दाको जीवी राई भनेको जिउँदो प्रमाण हो। आकाश पताल, दुई पताल, यत्र तत्र सर्वत्र, तीन त्रिलोक चौध भुवन, जताततैबाट पनि खोज्छु भनेको। आज जीवी राई त विदेशमा मस्ती मारेर एकदम सयर गरेर वाओ टाइपको जीवन बाँचिरहेछन्। या सहकारी पीडित रहिरहेछन्। बिचरा रवि लामिछानेलाई घरि भैरवा लानुहुन्छ, घरि झाँगल जुगल पार्नुहुन्छ। बिचरा रवि लामिछाने भनेर तपाईँ आफैले भनेको होइन सुशीला आमै, आफ्नो भावना विचार विपरीत तपाईँ ओम प्रकाशको तर्कमा लाएर भ किन मिल्छ? खुरुक्क रवि लामिछाने छुट्ने इन्भाइरोमेन्ट नेपाली जनताको चाहना अनुसार बनाइयोस्, हामी यो भन्न चाहन्छौँ। न्यायमूर्तिहरू म तपाईँहरूलाई करजोरी बिन्ती गर्छु,
मन्दिर रूपी न्यायको मन्दिर रूपी अदालतले विचार गरोस्। रवि लामिछाने एउटा भिजनरी लिडरको रूपमा इमर्ज गर्दै हुनुहुन्छ। उहाँ कुनै समयको कलाकार पनि हो। मुना मदनको त्यो गीत पनि गाउनु भयो, मैले देखेको थिएँ होइन, कसरी खायो आगोले दिदी भन्ने महाकवि लक्ष्मीप्रसाद देवकोटाको गीत। त्यस कारणले मल्टी ट्यालेन्ट पर्सनालिटी रवि लामिछानेको अहिले आवश्यकता छ। उहाँ जस्तो इनर्जेटिक युथ बाहिर भइदिए भए गगन थापाका गलत प्रवृत्ति विरुद्ध पनि उहाँले लड्नुहुन्थ्यो। देशको पक्षमा, जनताको पक्षमा, विकासको पक्षमा, समृद्धिको पक्षमा, अन्याय विरुद्ध, अत्याचार विरुद्ध, भ्रष्टाचार विरुद्ध आवाज बुलन्द गर्ने एउटा पात्र आज जेलमा थुनिँदा हामी पनि एकदमै शोकाकुल भएका छौँ। म आशा भरोसा विश्वास गर्छु मेरो त आफ्नै आमाको माओली, मेरो बुढो माओली भनेपछि उहाँ छुट्नु पर्छ भन्नुभयो तपाईँले होइन। तपाईँ चाहिँ एकचोटि पनि भेट्न जानुभयो कि रवि लामिछानेलाई चाहिँ? अब म गएको कुरा मिडियाबाजी गर्न मिल्दैन होइन। अस्ति त कुरा पनि आएको थियो तपाईँ जानुभएको थियो भन्ने कुरा होइन। म जान्छु, अब ऐन मौकामा म जान्छु, तर पनि मेरो मन त त्यही उहाँ वरिपरि नै छ। म त उहाँको सबभन्दा बढी शुभेच्छा प्रकट गर्ने मान्छे। रवि लामिछानेको पार्टी अफिसमा अस्ति तपाईँहरूको पनि भिडियो हेरेका थिएँ, त्यहाँ कुडुलो छ, मान्छेहरू प्रवेश गरिरहेछन्, केही नयाँ चिज खोजेका छन्। सन्तोष परियार गए, सुन्नुहोस् है, सन्तोष परियार कहाँ गए रे, अनि के अरे सुमना कहाँ भड्किन् रे, यो कुराले के अर्थ राख्छ? मौरीको घारमा दुईवटा मौरी फुत्त भुर्र उडेर काहीँ जानुले के अर्थ राख्दैन। रवि लामिछाने भनेको राष्ट्रपा रूपी मौरीको घारको त्यो रानु हो जो बिना राष्ट्रपा अधुरो छ, अपुरो छ। त्यसैले रवि लामिछानेको शीघ्रातिशीघ्र रिहाईको कामना गर्नुपर्छ र राष्ट्रपाले पनि यो विभिन्न खालका आवाराहरू, ट्यापेहरू, ट्याटुवालहरू, यी मान्छेलाई बटुल्ने भन्दा पनि परिपक्व पोलिटिकल मान्छेलाई उसले अगाडि बढाओस्, म यो चाहन्छु। होइन, अस्ति मात्रै पार्टी प्रवेश गर्दाखेरि हामीले को व्यक्तिलाई देख्यौँ भन्दाखेरि डाक्टरलाई देख्यौँ, इन्जिनियरलाई देख्यौँ होइन, राम्रो व्यक्तिहरू पनि आइराख्नु भएको छ, पार्टी प्रवेश गरिराख्नु भएको छ होइन। यसरी विद्वानहरू चाहिँ पार्टी प्रवेश गर्नु देशको लागि राम्रै होला नि? विद्वान, इमान्दार, प्रतिबद्ध, राजनीतिक चेतना भएका, देश बनाउने हुटुटी भएका व्यक्तिहरू चाहियो। अब घरबेटी डाक्टर भरत मणिजीले पार्टी छोड्नुभयो अरे, अतीन्द्र दाहालजीले छोड्नुभयो, फलानाले छोड्नुभयो, तिवाना छोड्नुभयो, तोशिबा कार्की र अझ स्वर्णिम वाग्ले पनि खुट्टा उचाल्न बसेका छन् भन्ने अफवाह फैलिएको छ। सम्भवतः स्वर्णिम वाग्ले काङ्ग्रेसमा प्रवेश गर्ने अहिले तत्काल सम्भावना छैन। अब भविष्यको कुरो त म भन्न सक्दिनँ। अब हुन त राजनीतिमा जे पनि सम्भव हुनसक्छ, एभ्रिथिङ इज पोसिबल, नथिङ इज इम्पोसिबल भनिन्छ। खैर, म यति कुरो भन्न चाहन्छु कि राष्ट्रपामा अहिले एउटा अट्र्याक्सन छ, तर थाम्न चाहिँ सक्नुपर्छ, किनभने यो नयाँ जन्मिएका पार्टीहरू, बालेन शाहको पार्टी त जन्मिनै बाँकी होला। अब यता कुलमानले खोलेको एलिजा गौतमले, तपाईँ त ह्यान्डसम केटा हुनुहुन्छ, लौ न लौ तपाईँ आउनु पर्यो भनेर भने सुनियो। युवराज सफल भन्ने मान्छेले त हाम्रो चेलीलाई, तपाईँ त क्यानाडाको पिआर हो एलिजाजी, तपाईँ क्यानाडाको पर्मानेन्ट रेसिडेन्सियल स्ट्याटस बनाएको मान्छे हो, त्यसकारण क्यानाडाको पिआर लिइसकेको मान्छेले नेपालको राजनीति गरेर म मन्त्री प्रधानमन्त्री हुन्छु भन्ने सपना नदेख्नुहोस् भनेर रवि लामिछानेलाई जसरी खेदेका थिए युवराज सफलले, त्यसै गरी एलिजा गौतममाथि पनि उनी खनिएका छन्। ऋषि धमलाको त्यो जनादेश पार्टी नजन्मिँदै तुहाउने अभियान पनि कतिले चालिसकेका छन्। ऋषि चालबाज हुनुहुन्छ, बाचाल हुनुहुन्छ। र म तपाईँलाई के भन्छु भने अहिले बग्रेलती यत्र तत्र सर्वत्र जताततै च्याउसर मसरुमिङ भएका उम्रिएका पार्टीहरू होइन कि परिपक्व नयाँ फोर्सेस आओस्, ताकि हामी एमाले काङ्ग्रेसवालालाई पनि एउटा दह्रो किसिमको सबक सिकाउन सकोस् नयाँ पार्टीहरूले। अब कुलमानजी फेरि बेग्लै किन, हर्कजी बेग्लै किन, रविजी बेग्लै किन, यसले त उहाँहरूको मत विभाजित गर्छ। त्यसकारण फुटेर होइन जुटेर अगाडि बढ्नुहोस्, मेरो सुझाव छ। पार्टीले के देशको लागि के हित गर्छ? कसको? ऋषि धमलाको पार्टीले। ऋषि धमलाको पार्टीले रिपोर्टर्स क्लब चलाउँछ, राजनीति गर्दैन। खै त्यस्तो छाटकाट देखिएन। अब कति पार्टीलाई भोट हाल्ने के जनता हैरान परेशान भइसक्यो। बनाउँदै हुनुहुन्छ होला होइन ऋषि धमलाले पनि, म पनि राम्रै गर्छु उहाँले पार्टी चाहिँ दिनुहुन्छ, पार्टी बनाउनुहुन्छ कि हुन्न थाहा छैन मलाई। कतिजना पार्टी प्रवेश गर्छन् होला खै। अब तपाईँले के सोच बनाउनु भएको छ? मै प्रवेश गर्छु भन्ने मान्छे त एकजना देखिगयो अरे, अरू त देखेको छैन। एकजना को देख्नुभयो? यतै वरिपरि घुम्नुहुन्छ। यतै वरिपरि घुम्नुहुन्छ।
अनि यति बेला चाहिँ भर्खरै मात्र एउटा न्युज आएको छ पुण्य सर होइन, अस्ति घरमा मात्रै जल्यो, अर्कोचोटि मान्छेलाई पनि आगो लाग्न सक्छ भनेर चाहिँ चेतावनी दिनुभएको रहेछ। यो विषयलाई के भन्नु? यो सुदन गुरुङ भन्ने मान्छेले अत्याचारै गरे, अब घरि पथवाया गरे गएका छन्, घरि कहाँ हिंसात्मक कुरो गरेर मान्छे जलाउने कुरा गर्ने मान्छे को हो? यो मान्छेलाई तुरन्त नियन्त्रणमा लिनुपर्छ, किनभने बारबारा फाउन्डेसनबाट फन्डिङ गरेको, नेपाललाई जलाउन, नेपाललाई दग्ध बनाउन, नेपाललाई ध्वस्त बनाउन पहिला पानी बाँड्ने आवरणमा आएका यी डलरैहरूको बारेमा अनुसन्धान गर्नुपर्छ। यिनको गुन्डागर्दीले हद नाग्यो, घरि कसको घरमा गुटुटु प्रवेश गरेका छन्, के डन आर डन भन्ने शैलीमा यो A+ के अरे A लेभल पार नगरेका यी भाइ किन भड्किएर हिँडेका छन्? अब यिनको कुरालाई धेरै महत्त्व नदिउँ, सम्भवतः आगो चाहिँ मान्छेलाई पनि लाग्ने अब मान्छेलाई आगो लगाउने भने कम नराम्रो कुरा हो। यस्तो हिंसात्मक कुरो गरेर शान्ति भड्काउने के यिनले ठेकदारी लिएका छन्? यो देश बुद्धको देश हो, खबरदार कसैले पनि आगजनी गर्ने कुरा नगर्नु, आगजनी गर्ने कुरा पनि नगरौँ। त्यत्रो घटना घटिसकेको छ होइन, हो कि न भन्नुहोस् त? धेरैजना चाहिँ हताहत भएको छ। नेपालले द्वन्द्व आन्दोलनमा गइराख्नु भएको थियो हिजो, माइती घरमा आन्दोलन त एउटा फ्यासन नै भयो। अब यसो पहिला हामीले बानी लगाइदिउँ, सिकाइदिउँ, हामी चाहिँ शान्तिपूर्ण थियौँ, हाम्रो आन्दोलनको लुतो उनीहरूलाई सल्किया छ अहिले, हामीले छोडिदिउँ होइन, हामीले लुतो फ्याँकिदिएका थियौँ, त्यहाँ उनीहरूलाई ककल्ला सल्किएछ। तर आन्दोलनको दुर्व्यसनी भएर, आन्दोलनको नशा लागेर आवारा गल्लीमा भड्किएको प्रेतात्मा जस्तो हुने होइन। अब यहाँ के भयो भने हिजोसम्म त युवाहरू विदेश जाउँ, बरु कमसेकम यहाँ रोजगारी नभए अस्ट्रेलिया अमेरिका खाडी जाउँ भन्थे, अहिले त जेनजी मोमेन्टले रोजगारी दियो, हामी यतै बस्छौँ पो भन्न थाल्यो। यस्तो नहोस्, युवाहरूले क्रिएटिभ काम गर्नुपर्छ। म रचनात्मक ढङ्गले अगाडि बढ्न युवाहरूलाई सुझाव दिन्छु। सुदन गुरुङको यो बहकाउमा बालेन शाह त सुदन गुरुङसँग छुट्टिसक्या भन्ने मैले बुझेको छु होइन, उनीहरूको छुट्टा छुट्टै मिसन चलिरहेको छ। बालेन अलि जिम्मेवार तरिकाले जान खोजिरहेछन्, रवि लामिछानेसँग सहकार्य गर्ने पक्षमा छन्। सुदन गुरुङको चाहिँ अलिकति उदण्डता बढेको छ। बालेन र रवि चाहिँ सँगै सहकार्य गर्ने देखिन्छ तपाईले हैन? त्यो सम्भावना छ। अब बालेनजी त तपाईको रवि लामिछानेको पार्टीमा आबद्ध भएर अगाडि बढ्ने भन्ने न्युज पनि आएको थियो। त्यो के कति साँचो हो? राजनीतिमा हरेक कुरो असम्भव हुँदैन, तर अब भविष्य कसैले देख्न सकेका छैन। अब उनीहरू एक ठाउँमा बसेर पनि जान सक्छन्, हेरौँ, लेट्स सी। रवि लामिछानेको माता अथवा बालेन शाह अगाडि बढ्ने भन्ने कुराहरू अहिले आएको छ।